फर्किने कुरामा चाहिँ सिधै पहिला उनीहरू चाहिँ अब यसपछि युए जाँदै हुनुहुन्छ कि ओडिआई लिग पछि नै उहाँहरू आउनुहुन्छ? ट्रफी पहिल्यै आइपुग्छ कि के हुन्छ? उहाँहरूले ल्याउनुहुन्छ। आइसिसी टी20 विश्वकप एसिया एन्ड इस्ट एसिया पेसिफिक छनौट जितेर यति बेला नेपाली टोली निकै हर्षित मुद्रामा रहेको छ। नेपाली क्रिकेट टोलीले नेपाली क्रिकेट फ्यानहरूलाई पनि असाध्यै खुसी बाँडिरहेका छन्। लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकपमा छानिएपछि यति बेला नेपाली क्रिकेट फ्यान अत्यन्तै खुसी रहेका छन्। टी20 फर्म्याटको यो विश्वकपमा छनौट भइसकेपछि अब नेपालले अर्को फर्म्याट 50 ओभरको फर्म्याटको तयारी गर्दैछ र 50 ओभरको फर्म्याटका लागि नेपाली टोली सिधै युएई आउने भएको छ। यसअघि युएईबाटै नेपाली टोली ओमान टी20 विश्वकप एसिया एन्ड इस्ट एसिया छनौट खेल्न पुगेको थियो। शारजाहमा रहेर नेपाली टोलीले यसअघि विशेष गरी टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजसँग 3 सिरिज खेलेको थियो र यो सिरिज नेपालले 2-1 जितेको थियो र त्यही युएईमा नेपाली टोली आउनेछ। नेपालले युएसए र युएई विरुद्ध यो सिरिज खेल्दैछ। टी20 विश्वकपमा छनौट भइसकेको नेपालले विशेष गरी वान डे वर्ल्ड कपका लागि पनि यो प्रतियोगिता निकै महत्त्वपूर्ण रहनेछ र नेपालले यो साइकलमा यदि अमेरिका र युएईलाई पराजित गर्न सक्छ भने कम्तीमा पनि 8 अङ्क प्राप्त गर्ने अवसर रहेको छ। पनि महत्त्वपूर्ण विषय भने कोचको विषयमा रहेको छ। विशेष गरी अहिले नेपालका कोच स्टुअर्ट ल यसअघि अमेरिकाका कोच रहेका थिए। त्यस्तै नेपालका पूर्व कोच पुपुदुत सनायके अहिले अमेरिकाका कोच रहेका छन् र यो कोच बीचको एउटा प्रतिष्ठाको लडाईँ पनि रहनेछ र त्योभन्दा ठुलो लडाईँ चाहिँ नेपालले 2 अङ्कका लागि गर्नेछ र त्यो 2 अङ्कको लडाईँ पहिलो खेल चाहिँ आगामी 26 तारिकमा रहेको छ, अर्थात् अबको 8 दिन पछाडि रहेको छ।